देख्यौ नि झोलेहरू देख्यौ नि तिम्रो झोलेहरूको सरकार हुँदा कस्तो थियो र अहिले सारा नेपालीको सरकार हुँदा कस्तो हुन्छ भन्ने कुरा। अनि भन्छौ बालेनलाई विदेशी दलाल को रहेछ भने यही देख्यौ नि बालेनलाई सबै देशका राजदूतहरूले उठेर स्वागत गरेका छन्। बालेनलाई सारा देशको राजदूतले उठेर सम्मान गरेका छन् र तिमीहरूले बनाएको झोलेहरूलाई विदेशीले बनाएको झोले सरकारलाई हेर कसरी खुट्टामाथि खुट्टा खप्टाएर झोलेले बनाएको नेता र देशले बनाएको नेता भनेर। आखिर झोले को रहेछ देख्यौ कसको कति पावर रहेछ कसको कति इज्जत रहेछ भन्ने कुरा देख्यौ नि तिमीले पनि। अनि अहिले हाम्रो सरकारको हेर इज्जत सम्मान महेन्द्रको पालाको सम्मान छ बुझ्यौ। विदेशीले बनाएको सरकार होइन तिम्रो सरकारलाई हो बनाएको विदेशीले तर अहिले सारा नेपालीले बनाएको सरकार हो। त्यसैले तिमीले बनाएको सरकार र नेपालीले बनाएको सरकारमा कति कति आकाश पातालको भिन्नता छ। जय बालेन सरकार, जय नेपाल, जय नेपाली। लभ यु अल। हैव अ नाइस डे।